हाम्रो हाफ सेन्चुरी टोली चाहिने यो चापागाउँ टिका भएर हुँदै चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ पूर्वको। यो सबै टोली चाहिँ यो हाम्रो हाफ सेन्चुरीवाला टोली हो यो सबै। यो अहिले हामी टिका भैरवको चाहिँ दर्शन गर्नलाई यहाँ पसिरहेछौँ। हाम्रो यात्रा चाहिँ पूर्वसँग रहनेछ। खाँदबारी हुँदै भोजपुर ताप्लेजुङ त नभनौँ भोजपुरसम्म, खाँदबारी भोजपुर र हलेसी हुँदै खुर्कोटसम्मको यात्रा रहनेछ। हाम्रो यात्रा यहाँबाट सुरु हुँदैछ। टिका भैरवको दर्शन गरेर हाम्रो यात्रा सुरु हुन्छ। टिका भैरवको दर्शन गरेर हामी यात्रा हुन्छ। ल यो हाम्रो चाहिँ यो यात्रा चाहिँ सफल होस् है। ल यो चाहिँ हाम्रो रेकर्ड हुन्छ। यो हेर्नु सबैजनाको हाम्रो हाफ सेन्चुरी टोली हो। यो हाफ सेन्चुरी टोली है। ल असोज 12 को भोकौँ उसले पहिरोले गर्दाखेरि यसको जिम्मेदार चाहिँ यस्तो अवस्थामा पुगेछ। यहाँको सबै चाहिँ खोलामा परिणत गरिदिएछ। त्यसले यहाँ धेरै खुलाले बटान गरिदिएछ। पुरानो पुल यस्तो छ। टिका भैरव दृश्य हो यो। अब हामी दर्शन गरेर यात्रा हाम्रो अगाडि बढ्छ। यो हाम्रो माने भन्नेमा आएको कुन माने भन्ने भन्छ यसलाई। यो चाहिँ नि टिका भैरवबाट 8 किलोमिटरको पर्छ। अब यहाँबाट चाहिँ ओह्रालो लागि खाजा खाएर तिनपाने भन्ज्याङबाट अगाडि बढ्दैछौँ। हाम्रो टोलीले खाजा खाएर अब यो हाम्रो खाना चाहिँ कहाँ हुन्छ आजको चाहिँ अब बाटोमा जाँदै गरौँ होइन त। खाजा खाएर सबैजना ठिक छौँ नि होइन? सबैजना हामी एकदम ठिक छ होइन? ल हात उठाउनु। टोलीको यस्तो छ यात्रा। सबै टोली हो हाफ सेन्चुरी टोली। बागमती त्यो हो। अब यहाँबाट ललितपुर सुरु हुन्छ हाम्रो। हामीले देखिरहेको छौँ पारिपट्टि यो सुरुङ मार्ग हो। अहिले आर्मीले फास्ट खनिरहेको अटाको सुरुङ मार्गको हो। गढी आइपुग्नु लाग्यो। मकवानपुर गढी 2 किलोमिटर मात्र बाँकी छ। ल हामी अहिले यहाँ ऐतिहासिक मकवानपुर गढीमा आइपुगेका छौँ सबैजना साथीहरू मिलेर। यो हाम्रो टोली ल ल ल ल हामी अहिले कहाँ आइरहेछौँ सबैजना साथीहरू? ल भन्नुहोस् न। मकवानपुर गढी है। तर रमाइलो लागिरहेछ नि हामीलाई एकदम होइन? कस्तो लागिरहेछ दाजुहरू यो? अब अहिलेभन्दा 50 को भन्दा तलको साथीहरू त होइन, माथिकै छन् सबैजना होइन? कस्तो लागिरहेछ भन्ने कुरो हो क्या। हामीले मकवानपुर गढी यो मन्दिरको पनि दर्शन गरियो। यो मकवानपुरको गढीबाट देखिने दृश्य हो यो भाग। फोन गर्दै थियो अघि। यो मकवानपुर गढीको हो। रमणीय ठाउँ छ यो।
हामी खाना खाएर मकवानपुर अगाडि बढ्यौँ। अहिले 12 बज्यो। अब हाम्रो यात्रा चाहिँ आजको बसाइ चाहिँ हाम्रो सायद सिन्धुली हुनसक्छ। माथि खाना खाएर हामी अगाडि बढ्यौँ। यो हाम्रो बाइकको केही अलिकति समस्या भएको भएर हामी रेस्ट गरेर आयो। यो मध्य पहाडी लोकमार्ग यो हो। यो अहिले आएको बाटो हामी हेटखोडाबाट आएको। अब यो बाटो चाहिँ हामी अहिले सिन्धुली जाँदैछौँ। यो बाटो यो हाम्रो रेस्ट गर्ने एउटा अहिले लगभग काठमाडौँबाट आउँदाखेरि हामी हेटौँडा पुगेन हुँदै फुर्के चौर हुँदै आउँदाखेरि 105 किलोमिटरमा हामी आइपुग्यौँ। मर्लिन डाइभेसनको चाहिँ यो टनेल हो। खुर्कोटदेखि यहाँ यसलाई चाहिँ टनेल बनाएर सिजलेको छ। यो मर्लिन गाउँपालिकामा पर्छ होला सायद। यो खुर्कोटदेखिको यहाँसम्मको टनेलको बेस हो यहाँसम्म। र यहाँ यो खोलामा ल्याएर झारेर सिँचाइको चाहिँ योजनाको कार्यक्रम रहेछ। यहाँ मर्लिन खोलामा झारेर सिँचाइको लागि चाहिँ सुनकोसीको पानीलाई यहाँ चाहिँ लिफ्टिङ गरेर बाहिर गएको टनेल हो। यो सिन्धुली आइसक्यौँ। अहिले हामी 12 बजे हिँडेको। यहाँबाट 3 दिन लाग्यो होला। बिस्तारै आउँदाखेरि हामी यहाँ आइपुग्यौँ। अहिले हामी सिन्धुली बजारमा छौँ हामी। अब यहाँबाट हामी गएर कमलामाईको दर्शन गर्छौँ। त्यसपछि हाम्रो गन्तव्य चाहिँ कति बेलासम्म हामी चाहिँ अलिकति टाइम हुँदै चाहिँ हाम्रो पासपोर्टबाट आउने बाटो जुन मूल मार्ग छ हामी त्यहाँ भेट्यौँ। हाम्रो काठमाडौँ 153 किलोमिटर छ। भुइँमा चाहिँ 18 किलोमिटर छ। हामी चाहिँ धरानतर्फ लागेको 196 किलोमिटर छ। ल हाम्रो साथीहरू कमलामाई दर्शन गर्न आउनु भएको छ झलुङ्गो पुल तरेर है। तर खाना खाएर भए पनि दर्शन गर्ने कार्यक्रम भएको भएर साथीहरू चाहिँ कमलामाईको दर्शन गर्न आउनु भएको छ। बाटोमा पर्यो। जय कमलामाई की जय। अब सिधै गयो भने चाहिँ बर्दिवास जान्छ। हामी टेब्रे लाएर चाहिँ धरानको बाटो हामी समातेका छौँ यहाँबाट। अब कटारी पुग्नलाई चाहिँ 49 किलोमिटर, चतरा 50 किलोमिटर। कमलामाई खोला, यो कमलामाई खोला हो। यो नयाँ पुल हो। यो अब हामीलाई यता पूर्व धरानतिर त्यो लान जाने घाट बजार आइपुग्यो। त्यति बेला यहाँको चाहिँ रमणीय दृश्य यस्तो छ। अब यहाँबाट हामी निस्किने कार्यक्रम छ। अब यो रोयल होटेलमा चाहिँ बस्यो। अब हामी यहाँबाट निस्क्यौँ। हामी चाहिँ यहाँ गाईघाटमा बसेर धरान हुँदै हिले पुग्ने आज। ल बाई बाई है। ल राम्रोसँग जाने सबैजना। ल सुरक्षित। ल लगाउँ यहाँबाट गाईघाटबाट बिहानको ठ्याक्कै 6:30 बजेको थियो त्यो घन्टाघरमा। यति राम्रो देखिएको छ यो गाईघाट पुल। यो क्षेत्रको
बराहा क्षेत्र अन्त त्यहाँ गएर छेउमा बत्ती बालेर त्यहाँ छोडिदिनु पर्यो ल। हामी बराहा क्षेत्रमा हामी सबै साथीभाइले चाहिँ नि एउटा यसो आएको बेलामा बत्तीको चाहिँ नि बत्ती यसो झुलाएर चाहिँ नि भगवान्लाई खोलामा चाहिँ यसो गर्ने कार्यक्रम छ। त्यो बत्ती ननिम्ने यस्तो ककारोहरूमा राख्ने हो कि सप्तकोशी बराहा क्षेत्र बराहा क्षेत्रको दर्शन गर्नलाई साथीहरू डोली सहित हुनुहुन्छ दाइ हो दाजु। सप्तकोशी पुल बराहा क्षेत्र एकदम ठिक छ नि। सिटी बजाउनु छोड्नु भयो, एकचोटि बजाइदिनु त, एकचोटि बजा होइन। यहाँ मैले खिचिरहेको छु के ल। 6 वर्ष अगाडि आएको, अहिलेभन्दा 2 वर्ष अगाडि पनि आएको, खोज्दै खोज्दै उहाँदेखि। अनि के छ, अलि बुढो भएछ त तपाईँ त है, धेरै बुढो भएछ त। हो त के छ खाना हर्पा साम्पाङ सिटी आइपुग्यो धरान। हर्पा साम्पाङ सिटी धरान। बजार हो। हामी यता आएको धरानबाट। अब हामी चाहिँ यता धनकुटा हिलेतिर जाने लगाइरहेको छौँ। चारबाट अगाडि बढ्दैछौँ। खाना चाहिँ हाम्रो धरानमा भयो। नमस्ते झरना हो। दाजु यो बाटो छ नि, पिच छ कि के छ? यो ताप्लेजुङ यो बाटो ताप्लेजुङ जान्छ होइन त? ताप्लेजुङ जाने बाटो यो सबै ठाउँमा छैन, ठाउँ ठाउँमा पिच, ठाउँ ठाउँमा हो होला होइन? तर उताबाट पनि जान्छ होइन? के अरे हिले बसन्तपुर भएर पनि हामी त काठमाडौँबाट आएको। हजुर यो बाटो यता गयो भने ताप्लेजुङ पुग्ने रहेछ। तर हामी यता सिधै जाँदाखेरि चाहिँ नि धनकुटा हिले जाने बाटो यो एउटा छ। तर यो अहिले जुन छ यताबाट 160 किलोमिटर मात्र पुगिने रहेछ। तर अलि अप्ठ्यारो जस्तै छ। तर यहाँबाट यो याखा धनकुटा लावरबोटे भन्ने ठाउँबाट
160 किलोमिटर पुगिँदैछ। यो चाहिँ नि सिधै गयो हिले, यता गयो ताप्लेजुङ। जाने हिलेको यो तुम्बा चोक हो। साथीहरूको सबैजना हो। अब के यहाँबाट यता गयो भने चाहिँ उदयपुर जान्छ, यतै सिधै गयो भने बसन्तपुर जान्छ। यो तुम्बा चोक अब के लागेर यस्तो छ। आज फागुनको 22 गते बुटा हिलेमा यस्तो छ अवस्था, हिउँ पर्ला जस्तो छ तर परिहालेको छैन र एकदमै पानी पर्ने जस्तो मौसम भइरहेछ। अहिले 4 बजे 4:30 नै भइसक्यो। यस्तो छ। सुन्नु हो कि हामी यहाँबाट यो तेह्रथुमको बसन्तपुरबाट निस्केको, पर देखिएको बसन्तपुरको भ्याली हो यो। अब हामी यहाँ खादबारीतिर जाने पनि जाँदैछौँ। मुडे भन्ने ठाउँमा आइपुग्यौँ हामी। मुडे बजार माथि देखेको चैनपुर बजार हो। त्यहाँबाट पनि अर्को डाँडा कटेर गएपछि बल्ल खादबारी आउँछ। त्यो चैनपुर बजार हो यो, सङ्घको सभाको। अहिले हामी आएको चाहिँ नि यताबाट यो बसन्तपुर हुँदै आएको बाटो हो, तर यता गयो भने चाहिँ नि अर्को बाटो छुटिन्छ। तर यो बाटो चाहिँ गयो भने हामी खादबारी चैनपुर हुँदै खादबारी जान्छौँ। तर यो बाटो चाहिँ अलिकति अफरोड भएको भएर अलिक गाह्रो पर्यो हामीलाई। अब हामी लाग्छौँ यहाँबाट देब्रे लाग्छौँ हामी। त्यहाँदेखि पिलुवा खोला हो, पिलुवा खोलाबाट हामी यता छुट्यौँ। अब हामी चाहिँ यता चैनपुरतिर लाग्छौँ। पिलुवा खोला चैनपुर बजारको परुवा भएको शालिग्राम आइपुगेका छौँ। बिहान हामी बसन्तपुरबाट 6:30 बजे हिँडेको, 10:30 जति बज्यो यहाँ आउँदासम्म। अब यहाँ खाना खाने कार्यक्रम छ हाम्रो। यो अहिले आएको हामी यता चैनपुरबाट। अब यता गयो भने लेगुवा घाट भोजपुर जानको लागि यहाँ आउनुपर्छ। खादबारी यता गएर फेरि फर्केर 15 किलोमिटर फेरि पुनः फर्केर यही बाटो भएर हामी भोजपुर जानुपर्छ। हामी चाहिँ
अहिले शङ्ख सभाको खादबारी हो पुरानो मनोकामनाको मन्दिर रहेछ यो दुर्गा देवी मन्दिर एकदम पुरानो मन्दिरमा पनि दर्शन गर्न पाइयो आज आगे सन्जोगले सबैजना साथीहरू मिलेर जय मनोकामना अरुण नदीको तीरमा रहेको शिवजीको ठुलो ढुङ्गामा चाहिँ लेखिएको शिलामा रहेको शिवजीको मूर्ति छ यहाँ अति राम्रो सुन्दर शिवजीको बाघको आकार भएको शिला यो मनोकामनाको ऊ भएको जमुनाको फेदैमा मनोकामना भनेको चाहिँ यो जमुना ऊ नयाँ चाहिँ हाम्रो यो नयाँ जमुना रोप्ने भाइ चाहिँ उहाँ हो उहाँ जमुना हुर्काउँदै हुनुहुन्छ त्यहाँ रोप्नु भयो कहाँ कहाँ जङ्गलबाट गएर बिरुवाहरू यहाँ टिका लगाएछन् यो अरुण नदी शङ्ख सभाको तुमिटार स्थित मनोकामना छेउमा अवस्थित बगिरहेको अरुण खोला सप्तकोशी मध्येको एउटा कोशीमा मिसिएर बग्ने अरुण खोला तुमिटार यो खादबारीमा पर्छ पोखरी बजार हाम्रो दाजुहरू घुम्नलाई एकदम छटपट्टि गर्नु भएको छ होइन दाजु हजुर हजुर होइन एकदम ठिक छ पर्यो भने आएपछि घुम्नु दे अहिले हामी तुमिलटारमा छौँ अब हामी भोजपुरको यात्रा तयार गर्दैछौँ हामी अहिले यता पारीपट्टिको भोजपुर हो हामी अहिले आएको यता शङ्ख सभाबाट यताबाट आएको हो अब हामी यो पुल तरेर पारीपट्टि भोजपुर हुँदै चक्केबटाडा हुँदै दिक्तेलसम्म दिक्तेलमा गएर हलेसी गएर बस्ने आज कार्यक्रम छ लेकगो खोला अरुणको पुल अरुण खोला पुल अब हामी भोजपुर अगाडि भोजपुर बजारतिर लाग्दैछ यो हलेसी महादेवको मन्दिरमा दर्शन आइदिएछु अश्वगन्धा सुगरगन्धा बारीको जग्गापछि अब त्यसले ब्रिज बनाएर यसरी बनाएको सुनकोशी फुलकोट सुनकोशीको
यो मन्थली जाने बाटो पारीदेखि एकदम मध्य पहाडी लोकमार्गको एकदम निर्माण भएको छ। यो चाहिँ त्यसरी भएको छ यसको समय खुर्कोटको दाजु कस्तो लागिरहेछ? ए दाइ भन्नु न भन्नु, अलि सोच सुके जस्तो छ, के भयो? सोच सुके छैन, के भएको छ? राम्रै छ यात्रा? ठिक छ नि? ग्रेट वाल सैलिङ ल यो दिदीले सेल दिन लाउनु भएको छ। यो हाम्रो सेल खाने दिन न त्यो दिन न ए सैलिङको यो दर्शन हामी भ्यौँ। सैलिङ श्री महादेवको पनि दर्शन गरियो। यस्तो ठाउँमा हुनुहुन्छ सैलिङेश्वर महादेव की जय, सङ्गलेश्वर महादेव की। ल